यो ठाउँ यस्तो छ कि अब म पार्किङबाट ठ्याक्क लाइन फरेस्ट एरियातिर जाँदैछु नि त। तपाईँहरूको लागि मैले यस्तो भिडियो देखाइरहेको छु, यस्तो ठाउँ देखाइरहेको छु। हेर्नुहोस् ट्याक्क लाएर जङ्गलै जङ्गल गफोर्ड भन्ने एउटा प्रोजेक्ट छ, एउटा नयाँ जङ्गलै जङ्गल भएको एउटा ठाउँहरू छ। यस्तो ठाउँको बारेमा तपाईँहरूलाई हेर्न पाउँदा आमामामामा देखिरहेको छु। यो चाहिँ हामीलाई नेपालको लागि चाहिँ केही पनि होइन, तर त्यही पनि दुबईको लागि चाहिँ सबैभन्दा खतरा ठाउँ हो नि त। अब घरै घरहरू भएको ठाउँमा यस्तो जङ्गल देख्दा त एकदम मान्छेहरू सबै चकित भइहाल्छन् नि त। त्यसैले यो हेर्नुहोस् जङ्गल आमामामा कहिलेकाहीँ त यता साप पनि पाउँछ नि त, डर लाग्छ हो। त्यही भएर यस्तो लोकेसनमा चाहिँ मेरो ड्युटी छ है। नेपालबाट कति साथीहरू आउनु चाहनुहुन्छ, कहिले कस्तोमा ड्युटी पर्छ, कहिले कस्तोमा ड्युटी पर्छ भन्दैछ नि त। अब म चाहिँ यो सेल्स अफिस हो, अपार्टमेन्ट सेल्स गर्ने ठाउँ हो, त्यसैले म यता छु। त्यही भएर यो ठाउँमा चाहिँ मेरो ड्युटी छ नि त। हेर्नुहोस् यस्तो छ जङ्गलहरू, चराचुरुङ्गीहरू आमामामा चरा उडेको पनि देखिन्छ। चराहरू यस्तो बन्दैछ अब दुबई घरै घरहरू पुरै सडकै सडक र घरै घर मात्रै देखिराख्नु भएको थियो होला, तर अहिले चाहिँ दुबईमा जङ्गलै जङ्गल पनि हुन लागिसकेको छ। जङ्गलै जङ्गल हेर्नुहोस् त, यति घना जङ्गल छ। हामीलाई त्यहाँ खुट्टो टेक्नै डर लाग्छ, हामी त सिधा बाटो मात्रै हिँड्ने हो नि त। अब यताउता गयो भने कहिलेकाहीँ सापले टोक्न सक्छ भन्ने लाग्छ, तर त्यही पनि काम गरेर आउँछन् मान्छेहरू, बेला बेला के देखेर आउँछन्, केही छैन। ट्याक्कै नेपालकै भाइब्सहरू आउने ठाउँ हो यो एकदम है। हेर्नुहोस् टक्क जङ्गलहरू, चराचुरुङ्गीहरू एकदम यस्तो छ के मलाई त खुसी लाग्छ हो। यो यस्तो हरियालो, त्यस्तो गर्मी नै छैन भने बाहिरतिर अरू ठाउँमा जाँदाखेरि कति धेरै गर्मी लाग्छ, योमा चाहिँ गर्मी थोरै भयो नि कम छ। अब गर्मी त अब यत्तिकै हो, दुबईको गर्मी हजुरहरूलाई थाहै नै छ, त्यही पनि गर्मी चाहिँ निकै कम छ है योमा। अब यो चाहिँ सेल्स अफिस हो, एउटा सोको लागि बनाएको ठाउँ हो। यत्तिकै चाहिँ 2029 सालमा बन्ने भनेर एउटा प्रोजेक्टहरू छ नि त, त्यही भएर यो भिडियो बनाइरहेको छु मैले। हामी चाहिँ अहिले सेल्स गरिरहेको छ, उतातिर चाहिँ कन्स्ट्रक्सन एरिया छ, ट्याक्कै यता जङ्गल, यता रम्बल, जङ्गल रम्बल। वाह क्या है, हेर्नुहोस् तपाईँहरूले यस्तो ठाउँ देखिराख्नु होला, तर दुबईको फिक्स ठाउँ भनेको चाहिँ उस्तो हो नि त। ऊ यता देखिरहेको छ नि त, रम्बलै रम्बल, बालुवा नै बालुवा एकदम भएको। तर यो बालुवा नै बालुवा भएको ठाउँमा चाहिँ यस्तो जङ्गल हुने हो। यो जङ्गल चाहिँ ट्याक्क यहाँ बनाउनुको लागि मान्छेले हेर्नुहोस् न अब के हुने रहेछ र, बालुवामा पनि सुन फलाइरहेछ। अब सुनै जस्तो हो, यतातिर कति धेरै महँगो छ। घर किन्ने भन्दा बोट बिरुवाहरू किन्ने चाहिँ दुबईमा धेरै महँगो के। अब यस्तो ठाउँमा छ मेरो ड्युटी। हेर्नु साथीहरू, तपाईँहरूलाई अरू केही क्वेसनहरू सोध्नु मन छ, यताउता केही छ भने भन्नु होला। मेरो अफिस पनि भिजिट गराउने छु म, कस्तो काम गर्नुपर्छ। यो चाहिँ मेरो बाहिरको एरिया हो नि त, बाहिरको ब्याकग्राउन्ड हो। यता देखिरहेको चाहिँ यता पछाडितिर देखिरहेको छ नि त, त्यो चाहिँ मेरो अफिस हो, एउटा सेल्स अफिस उता छ। यता चाहिँ सो अपार्टमेन्ट, अनि जङ्गलहरूको बिचबिचमा घरहरू हुन्छ नि त, त्यसको तपाईँलाई मास्टर प्लान पनि भिडियो बनाएर देखाउने छु। अनि त्यो पछाडि देखिरहेको चाहिँ मेरो अफिस छ। यो अफिसमा चाहिँ मेरो ड्युटी छ, अनि एकजना चाहिँ पार्किङमा, अहिले म पार्किङबाट आएँ नि त, त्यो पार्किङमा। अनि त्यसपछि एकजना चाहिँ सेल्समा, एकजना चाहिँ म यता छु। अब यस्तो ठाउँमा हाम्रो ड्युटी भइरहेछ नि त। हेर्नुहोस् साथीहरू, यो चाहिँ मेरो अफिस हो होइन, यता गफोर्ड लेखेको बोर्डहरू छ। अनि त्यसपछि यहाँ अफिसभित्र पनि लगेर हजुरलाई देखाउँछु। यतातिर मान्छेहरू चाहिँ आउँछन् भिजिटिङ गर्नको लागि, आज त खासै मान्छेहरू छैनन्। यता यो बिल्डिङहरू छन्, अनि त्यसपछि यता मेरो अफिसहरू छ नि त। यता चाहिँ यो मेरो सिट हो, यो बिल्डिङहरू भयो होइन, यिनी अपार्टमेन्टहरू सेल गर्नको लागि यो बिल्डिङ भयो। यो रिसेप्सनमा म बस्छु, अनि यहाँबाट बसेर टक्क लगाएर पछाडितिर चाहिँ भिडियो प्ले भइरहेछ हेर्नुहोस्। अनि ट्याक्क लाइन चार्जर लाउने कुर्सी सुर्सी छ, ट्याक्क भयो। अनि त्यसपछि यो बिल्डिङहरू चाहिँ बन्ने हो कि, त्यो अघि मैले देखाएको थिएँ नि त्यो कन्स्ट्रक्सन एरिया, त्यसमा चाहिँ यो बिल्डिङहरू बन्ने हो। अनि यही हो मेरो ड्युटी चाहिँ। यहाँ ट्याक्क आउँछन् मान्छेहरू, यो इन्ट्रेन्सबाट आउँछ नि त, अनि त्यसपछि त्यहाँबाट कता जाने, 1 बेडरुम जाने, 2 बेडरुम जाने, गाइटिङ गर्ने, ग्रेटिङ गर्ने, अनि त्यसपछि कसलाई जान दिने, कसलाई जान नदिने, कन्ट्र्याक्टरहरूलाई जान नदिने, अनि कस्टमरहरूलाई जान दिने, त्यस्तो यस्तो हुन्छ। अनि यसको लागि फिनिसिङको लागि यस्तो छ, दामी छ है। अनि यो चाहिँ मेरो अफिस हो, अनि त्यही नै हो यहाँको काम चाहिँ मेरो है। अनि त्यसपछि यो चाहिँ एउटा सिङ्गल बेडरुम अपार्टमेन्ट, हेर्नुहोस् ट्याक्क लगाएर, यो चाहिँ सिङ्गल बेडरुम अपार्टमेन्ट हो नि त। यतातिर किचनहरू छ, ट्याक्क यता डाइनिङ टेबल, लिभिङ एरिया, अनि त्यसपछि यतातिर एउटा सिङ्गल रुम छ है। अनि यो चाहिँ एउटा सिङ्गल बेडरुम भयो, अनि त्यसपछि अर्को डबल बेडरुम पनि हजुरलाई देखाउँछु है मैले। अनि
डबल बेडरुम पनि राम्रो छ सबैभन्दा एकदम लग्जरियस एकदम हेर्नुहोस् यो चाहिँ ट्याक्क सिङ्गल बेडरुमको लिभिङ एरिया टिभी ब्याकग्राउन्ड देख्नुभयो नि ट्याक्क ग्रिनेटी देखिने यो प्रोजेक्ट चाहिँ यो हो कि पहिलाको बिल्डिङमा चाहिँ घरहरूमा चाहिँ कस्तो हुन्थ्यो भनेपछि ऊ हुन्थ्यो अब चाहिँ ट्याक्क लगाएर बाहिरतिर ग्रिनेटी देखाउने भएको कारणले गर्दाखेरि यो चाहिँ ट्याक्क डबल बेडरुम भयो एउटा बेडरुम यो एउटा बेडरुम यो लिभिङ एरिया अनि त्यसपछि यो किचन लिभिङ एरिया टिभी रुम बाहिर ग्रास भइ नै सक्यो जो भए नि घरभित्रबाट बाहिर फरेस्ट एरिया देखाउनु भने एउटा नयाँ प्रोजेक्ट सुन्यो नि त यही हो हेर्नुहोस् यस्तो राम्रो छ लग्जरीदेखि नै अहिले चाहिँ यो ग्रिनेटी देखिनको लागि ग्रिनेटी छ मेरो चाहिँ यहाँ काम के हो भनेपछि ट्याक्क आउने हेरफेर गर्ने कसैले केही सामान फुटायो कि केही गर्यो कि भनेर हेर्ने हो नि त अनि यस्तै हो हेर्नुहोस् यो चाहिँ मेरो एउटा लोकेसन भयो अनि त्यसपछि अर्को अफिस पनि हजुरलाई देखाउने छु यो चाहिँ सिस्टम सबै यतैबाट हुन्छ फेरि ट्याक्क लाएर यहाँबाट ऊ त्यहाँनिर त्यो डिनिङ एरियाको चाहिँ लाइट परेको छ नि त अब यहाँबाट जानु पऱ्यो अनि हजुरलाई यस्तैबाट देखाउँछु ट्याक्क लाएर डिनिङमा जानु पऱ्यो यसलाई बल्यो हेर्नुहोस् अब ड्यान टाडान बोलिसक्यो नि यस्तो हो के वाउ राम्रो छ नि त है अब यो हेर्नुहोस् अर्को अपार्टमेन्ट अब चाहिँ हेर्नुहोस् यो ट्याक्क लाने यो अर्को अफिस हो अर्को अफिसमा चाहिँ यस्तो राखेको छ अनि यहाँ चाहिँ के भन्छ ट्याक्क यो मोडेल बिल्डिङहरू छ नि त त्यो बाहिरतिर देखिरहेको जङ्गलहरूको बिचबिचमा यसरी बिल्डिङहरू बन्यो भने डमी बिल्डिङ हो अघि म गएको त्यो फरेस्ट एरिया चाहिँ यो भित्रको एरिया सेम यस्तो बन्ने हो पछि ट्याक्क लगाएर है यो चाहिँ सेल्स अफिस हो यहाँ चाहिँ मोडल देखेर त्यहाँ मिटिङ रुमहरू छ अनि त्यसपछि यता इन्ट्रेन्स भयो बाहिर पाउन्ड हुन्छ हेर्नुहोस् पानीको ट्याक्क तल बाहिरतिर देख्नुभयो नि जङ्गलहरू ट्याक्क सिसाबाट पछि त्यो अहिले यो मोडेलमा भएको जङ्गल चाहिँ यस्तो हो क्या पछि ट्याक्क बिल्डिङहरू बनेर अनि त्यसपछि यो चाहिँ पेन्ट्री भयो अनि यो चाहिँ यति खतरा छ कि एकदम हेर्नुहोस् है तपाईँहरूले यो चाहिँ पियानो बज्छ यसमा चाहिँ ट्याक्क पियानो टाइपको यसो हुन्छ नि हार्मोनियम टाइपको के भन्छ त्यो बज्छ यसमा मैले यहाँ माथि ट्याक्क पाँच भने तल बज्छ है साउन्ड सुनिराख्नु भएको नि यता मैले माथि यसरी टच गर्दाखेरि बस देखिसक्नुभयो नि होइन कस्तो छ लोकेसन यस्तै हो ट्याक्क लाइन जङ्गलहरू छ पुरै घना जङ्गल नेपालकै भाइभाइरल ठाउँमा म ड्युटी गरिरहेको छु एकदम यस्तै हो साथीहरू ल है सबैजना जोडिनु पऱ्यो है मसँग भिडियोमा चाहिँ ट्याक्क मेरो युट्युब च्यानल सब्सक्राइब गरेर सबैजनाहरू जोडिनु पऱ्यो अनि त्यसपछि लाइक कमेन्ट सब्सक्राइब हाल्नु पऱ्यो खासै भिडियो गराउनु त आउँदैन त्यही पनि तपाईँहरूको कमेन्ट अनुसार भिडियो म बनाइहाल्दैछु देखिसक्नु पारिरहेको छु त्यहाँ सुनिरहेको छ हेर्नुहोस् यस्तो